मेथी तड्काएर प्याज छ्यापी गाडी यो मासु हो यो चाहिँ प्योर लोकल सुँगुरको मासु यो मसला छ अझै नै अर्को मसला नै आउँदैछ लसुन जिरा मरिच खुर्सानी अदुवा सबै मिलाएर मासु यसरी हालिन्छ गाउँहरूको प्योर लोकल टमाटर धेरै हाल्नुहुन्न 6-7 वटा भन्दा धेरै हाल्नुहुन्न उमेलो हुन्छ एकदम गाउँहरूको अर्ग्यानिक लोकल टमाटर हो यो मासुमा हालिन्छ मासु पाक्ने बेला हालिन्छ यो धेरै हाल्नुहुन्न यो लोकल प्योर अर्ग्यानिक टमाटर हो टमाटर हाल्नु चाहिँ धेरै हाल्नुहुन्न लोकल अर्ग्यानिक पकाउने तरिका यो आजकल मान्छेहरूले जाने अनेक किसिमले पनि है यो पक्का चाहिँ चुलामा अब आगो खोजेर पकाएको हो यसलाई चाहिँ अब पक्का चुला आगो दावा बुझेर नपकाउने कहिले नपकाउँछ यो यहाँ पक्का चाहिँ चुलामा पकाउने मासु हो यो ढकनी मासु राम्रोसित पाक्छ खराब गरेर यसरी छोपिन्छ गाउँहरूमा चाहिँ एकदम पकाउने तरिका स्टाइल गाउँहरूको आजभोलि मान्छेहरूले नाना हतियारले पकाउँछ है त्यो होइन यो पक्का गाउँले स्टाइलले पकाउने त्यो गाउँको ल यो अहिले पाकेपछि कस्तो टेस्टी हुन्छ त्यो अनि अलि अनेक परिकार हालेर पनि अनेक गरेर पकाउँछ तर चाहिँ गाउँघरको लोकल स्टाइलले पकाएर अर्ग्यानिक स्टाइलले टेस्टै फरक हुन्छ मसला पनि धेरै हाल्नुहुन्न सबै बुढाबुढी सबैलाई भन्नु मसला धेरै गाउँघरको मान्छेले सबै अर्कोबाट हाल्छ त्यही भएर गाउँघरको टेस्टै अलग हुन्छ मान्छेले मसला धेरै हाल्नु खोर्सानी हाल्नु हुन्छ सबैलाई यसलाई नुन हाल्नु रहेछ नुन हाल्ने अब बिस्तारै पकाउनु हो आफ्नो स्टाइलले हाल्ने नुन कति हाल्ने यसरी पकाउनु गाउँघरको स्टाइल के हालेर पकाउँछ युट्युबमा पनि हाल्ने
यसरी पकाउने गाउँहरूको स्टाइल सिम्पल स्टाइलले अर्ग्यानिक स्टाइलले पकाउने। अब टमाटर अलि हाल्ने नहाल्ने तपाईँहरूलाई थाहा छैन कतिलाई यो हो आगो फुक्ने ढुङ्ग्रो आगो फुक्ने ढुङ्ग्रो यो है यो भनेको चिम्टा भन्छ गाउँहरूको भाषामा चिम्टा र ढुङ्ग्रो। यो चिम्टाले चाहिँ यसरी चाहिँ आगोहरू चलाउने गर्ने चलाउनु हो। चिम्टा भनेपछि चाहिँ यस्तो हुनुपर्छ फेरि चिम्टा मुन्न लाग्छ है हेर्नुहोस् चिम्टा मुन्न हुन्छ पक्का पक्का गाउँहरूको स्टाइल हो। यो ढुङ्ग्रो काम भनेको चाहिँ के हो भन्नु होला थियो तपाईँहरूले कतिपयले चाहिँ बुझे चिने होइन होला। अहिलेको युगको जमाना मान्छेहरूले यसरी आगो फुक्ने काम गरिन्छ यसरी यो ढुङ्ग्रोको काम किनको नि चाट यो चिम्टा काम भने यसरी चाहिँ नि कोइला सोइलाहरू समात्ने काम यसरी गर्ने हो। कतिपय मान्छे चिम्टा भने के हो के गर्ने भन्ला यसरी चाहिँ इस पाक्दै आएको छ साथी हो हेर्नुहोस् कस्तो अहिले हरार रमङ्ग भएको छ। यो टमाटर हालिदिएँ मैले यहाँ अलिकति मान्छेले क्यामेराम्यान कम भएर है अलिकति असिलो भएर यो टमाटर पनि थोरै हाले भन्ला गाउँघरको लोकल टमाटर हो त्यही भएर हेर्नुहोस् मासु पनि पाक्दै आएको कस्तो मिठो कस्तो मिठो भएको छ यस सुँगुरको लोकल सुँगुर मासु ल हेर्नुहोस् यो अझ पाकेको छैन यो ल हेर्नुहोस् पकाउन पनि जानुहुन्छ भन्नु तपाईँहरूले मासु नै यसरी पड्किनुहुन्छ यसरी पड्किनुहुन्छ मासु पकाउनु पड्किनु त्यो मासु पनि कस्तो टेस्ट हुन्छ कस्तो हरार भएको कस्तो मिठो ल यो पनि गणेश फुल हुन्छ हेर्नुहोस् कति राम्रो छ कति राम्रोसित फुलेको छ हेर्नुहोस् कति राम्रो यस्तो फुलेको छ। यो औषधि पनि हो सुगर प्रेसरको लागि मान्छेहरूले अझ सेतो चाहिँ राम्रो हुन्छ यो चाहिँ यो पनि राम्रो घरको लागि एकदम सो कति राम्रो छ फुल भनेपछि जुनै फुल पनि राम्रो हुन्छ झन् यो झन् राम्रो।